हाम्रो जेठान साहब उहाँका हुनुहुन्छ बजाङका। उहाँसँग आज हल्का मुलाकात भयो, घरबाट आउनु भएको छ। त्यसैले जिजोको ज्यास आज भेट भयो यो गौरीकुण्डमा। गाइस हो हेर्नुहोस्। अब उहाँ जेठान पनि घर नगएको कति वर्ष भयो जेठान त घर नगएको? 2.5 वर्ष हुन लाग्यो। 2.5 वर्ष भएछ। उहाँको जान उहाँ दिदी चाहिँ पुरा आत्तेर खतम हुनुभएको छ अरे। पुरा उहाँको माया धेरै मानिरहेका छन् गरे दिदीले। उहाँ चाहिँ यता बसेर पुरा 2.5 वर्ष भइसकेको छ। तर पैसा चाहिँ अहिले 50,000 गयो हो यो सिजनमा। पैसा पठाइदिनु रहेछ जेठानले घटेर। तर दिदीलाई अलिक बिर्सेको नै गएको जस्तो मानेको छु। तर उहाँले भन्नुहुन्छ अहिले म यस साल त जसरी भए पनि घर जाने हो ज्वाइँ भन्नुहुन्छ। तर लास्टमा यो सिजन खराब भयो भने जानुहुन्छ जानुहुन्न टो पनि अब हेर्ने कुरा हुन्छ। उहाँ असारको महिना जाने हो। ए असार महिना जाने हो। ए त्यसले 2.5 वर्ष बस्छ तपाईँको यहाँ आएको होइन? घर जान लाग्यो जेठान यार स्टोरी धेरै नबस्नु यार। उहाँ दिदीले कति उग्रिरहन् मेरो बड्डा कहिले आउँछ भनेर कति आश गरिरहन्। अरे बुढेसकालमा त झन् हुन्छ गरेर बड्डो थियो है। ल त गाइस बाई बाई।